आज युरोपमा हिउँ परेको छ। म यो हिउँ देखाउनका लागि यो भिडियो बनाइरहेको छुइनँ। म यो भिडियो 2टा उद्देश्यले बनाइरहेको छु। एउटा त समुद्र सतहदेखि जम्मा 6 मिटर यानि कि 20 फिटमा हिउँ पर्छ, अचम्म लाग्दो त्यो दृश्य देखाउन खोजिरहेको छु। र अर्को कुरा, हिउँ परेपछि राज्यले के गर्नुपर्छ भन्ने कुराको यो विवरण देखाउन पनि म यो भिडियो बनाएर। यहाँ दृश्यमा हामी देख्न सक्छौँ, यो मेन रोडमा हिउँ सोरिसकिएको छ। हिउँ पर्दैछ तर पनि हिउँ सोरिसकियो मेन रोडमा गाडी गुडाउनका लागि। राति हिउँ परेको थियो, बिहानपख एकछिन हिउँ रहला जस्तो भयो, रोड सफा भयो र फेरि हिउँ पर्दैछ। बाहिर अत्यन्त चिसो भएको हुनाले म बाहिर गएर यो भिडियो बनाउन पाइरहेको छुइनँ। म झ्यालबाट यो भिडियो बनाइरहेको छु। हिउँ पर्दा पिठो झरे जस्तो, सेतो सेतो कपास झरे जस्तो, पिठो झरे जस्तो झर्छ र जमिनमा जब थुप्रिन थाल्छ त्यसपछि यसले एउटा आकार लिन्छ र एउटा सेतो पहाड जस्तो अथवा सेतो चाहिँ जमिन जस्तो बन्न पुग्छ। यहाँ हामी दृश्यमा देख्न सक्छौँ, हुरी बतास सहित हिउँ पर्दैछ र हुरी बतासले उडाएर हिउँ ल्याउँदैछ। घरका छत, रुख बिरुवाका पातहरू, गाडी जताततै हिउँले ढाकिसकेको अवस्था छ र देख्दा त मनमोहक हुन्छ, तर अत्यन्त चिसो र हुरी बतास सहित आउने हिउँ चाहिँ साह्रै चिसो महसुस गराउँछ। अब हिउँ पर्न केही रोकिएको छ र हिउँ पर्न रोकिएला जस्तो भए लगत्तैबाट फेरि हिउँ सोर्न सुरु गरियो र हिउँ सोर्दाखेरिको दृश्य अथवा हिउँ सोर्ने साधनहरू कस्ता हुन्छन्, जुन यहाँ भिडियोमा म यहाँ देखाउन गइरहेको छु। हिउँ सोरेको रोड फेरि हिउँले सेताम्मे भइसकेको छ र फेरि यहाँ हिउँ सोर्ने कार्य हुँदैछ। हेर्नुहोस्, यस्तो किसिमको एउटा सानो ट्र्याक्टर जस्तो साधनले हिउँ सोरिरहेको छ। हिउँ पहिलोचोटि हिउँ सोरेको आधा घन्टा नबित्दै फेरि हिउँ सोर्न राज्यको संयन्त्र आइसक्यो अथवा राज्यको साधन स्रोतको उपयोग भइसक्यो। राज्य भनेको यो हो जस्तो लाग्छ मलाई। म जुन राज्यमा जन्मेहुर्केँ त्यहाँ मैले ट्याक्स मात्रै तिर्नुपर्ने, मन्त्री, सचिव र कर्मचारीहरू पाल्नका लागि मात्रै मैले ट्याक्स तिर्नुपर्ने, तर यहाँ चाहिँ सुविधा पाउनलाई ट्याक्स तिरिँदो रहेछ। पहिले हिउँ सोरेको ठाउँ पुनः हिउँ सोरेर फेरि रिमिक्क बनाइसकिएको छ र गाडी आवत जावत गर्नलाई, फुटपाथमा हिँड्नलाई, गाडी हिँड्नलाई फेरि जस्तातस्तै बनाइसकिएको छ। यो हो नि राज्यको कर्तव्य।